ल गाइज अब आज हामी मार्दी जाँदैछौँ है। अहिले हामी कलङ्कीमा पुग्यौँ। सबै चाहिँ म डिटेलहरू चाहिँ पछि भिडियो बनाएर हाल्नेछौँ। मसँग यहाँ मेरो साथीहरू पनि छन् है। हेलो हेलो आशिष भाइ, हाम्रो राम दाई, हामी तिनजना जान लाग्छौँ। फुल डिटेल चाहिँ अब बिस्तारै हाल्ने गर्नेछौँ। हामी तिनजना छौँ। ल गाइज ल लेट्स रक है। घुमेर आउनुपर्छ, मजा गर्नुपर्छ। ल हामी चाहिँ धार्केमा आएको छौँ खाजा साजा खानको लागि। भाइहरू एकछिन रमाइलो गर्दैछौँ। खाजा खाने ब्रेक छ अहिले। होटलमा छौँ। कस्तो भयो दाइ राइड? गाडीमा आएको रमाइलो चाहिँ तपाईँले सिट पनि पाउनु भएन। भाइ लास्ट सिटमा बसेर कस्तो लाग्यो? म त निदाइरहेको थिएँ। है ठिकै छ। मेरो त ऊ भाइकै पछाडि, म त भाइको पछाडि बसिरहेको थिएँ, अगाडि बसेको थिएँ। उसको सिटमा बसेर गर्दाखेरि एकदम रमाइलो मेरो लागि चाहिँ ठिकै छ है। मलाई ढाड दुख्ने भन्ने त्यस्तो केही पनि भएको छैन। अब फेरि होला नि त, अझै बाँकी नै छ हाम्रो ट्रिप होइन। ठिकै छ, अहिलेसम्मको लागि एकदम वन्डरफुल ट्रिप भइरहेको छ। वन्डरफुल ट्रिप भइरहेको छ कि ट्रिप भइरहेको छ? ट्रिपमा छौँ हामी। खाना होटलमा जलबिरे भन्ने ठाउँमा छौँ। बाटो एकदमै रफ छ। धार्केबाट आउँदाखेरि लगभग तपाईँको यही ठाउँसम्म जलबिरेसम्मै बाटो एकदमै रफ छ। बाइकहरूमा आउने हो भने रेनकोटहरू बोकेर, पन्जाहरू, सेफ्टी गियर्सहरू सबै बोकेर आउनु होला। लगभग 1 घन्टाको बाटो धेरै नै रफ छ। अब यहाँबाट अगाडि कतिको रफ छ थाहा छैन। जे होस् अहिलेसम्म हामी राम्रोसँग आयौँ। गाडीमा आएको हामी बाइकहरूमा आउँदाखेरि चाहिँ एकदम प्रिपेयरै भएर आउनु होला। हामी खाना आइपुग्यौँ। दाइ कस्तो लाग्यो? हो मस्त दिने भाइ। कस्तो छ खाना? ठिक छ? ठिकै छ। ल हामी जलबिरे आइपुग्यौँ खाना खानको लागि। खाना खाने ठाउँ राम्रै छ। बोर्डमा जलबिरे नै लेखेको छ। भोक लागिरहेको छ। खाना मिठै जस्तो देखिएको छ। लगाइ आउ सुरु गरौँ। सो हामी चाहिँ अहिले मार्फा थकाली एन्ड होटेलमा आइपुगेका छौँ। वे टु मार्दी। सो करेन्टली चाहिँ अहिले 7 बज्यो। के छ त दाइ, तपाईँलाई कस्तो भइरहेको? ठिक छ यार, एकदम रमाइलो भइरहेछ। भर्खर आइपुग्यौँ होटलमा। काँडे भन्ने ठाउँ रहेछ यहाँनिर, गाडी जाने अन्तिम डेस्टिनेसन। होटेलको नाम चाहिँ मार्फा मार्फा होटल रहेछ यहाँ। हामी यहाँ बसेको छौँ अहिले। ठ्याक्क गाडी जाने भनेको मार्दी जानको लागि मार्फासम्म, यो काँडे भन्ने ठाउँसम्म चाहिँ गाडी आउँदो रहेछ। यहाँबाट अब भोलि बिहानै हामी 5 बजे उठेर अस्ट्रेलियन बेस क्याम्पतिर लाग्छौँ है। अनि अर्को भनेको होटलहरू देखायौँ। यहाँ कस्तो छ होटलहरू? यहाँ चाहिँ हामी अलिकति ढिलो आइपुग्यौँ र यहाँ बस्यौँ होइन भने सिधै बेस क्याम्प माथि अस्ट्रेलियन बेस क्याम्प पनि पुग्दा पनि हुने रहेछ। तर त्यहाँ जाँदाखेरि फेरि आज होटल रुमहरू नपाइएला कि भनेर हामी यहीँनिर बस्यौँ। आजको लागि यति नै छ। भोलिको फेरि अपडेट गर्ने। रामदाई पनि भनिदिनु न के छ आज? हजुर, मेरो त केही छैन। तिमीले भनिसक्यो सबै भन्ने कुराहरू। मेरो भन्ने कुराहरू अर्कै भाइले भनिसक्यो। त्यसैमा अर्के दाई इज लेजेन्ड, हाम्रो भ्लगर है। भ्लगर पछि के गरे युट्युबमा भाइरल भयो भने चाहिँ हामी चाहिँ तर्सिँदैनौँ होइन, तर अरू चाहिँ तर्सिन सक्छन् फेरि। ल अब सी यु इन। ल गाइज, अब हामी चाहिँ अलिकति ड्रिङ्क इन्जोय गर्न लाग्छौँ। देखाइदेऊ न। ए बन्द गरे? होइन छैन, यो रेकर्डै भइरहेछ।
चियर्स। गुड नाइट। अहिले हाम्रो बिहान काँडेबाट हामी ट्रेक गर्दै आएको। हाम्रो फर्स्ट डेस्टिनेसन छ अस्ट्रियन बेस क्याम्प रहेछ। खास पहिला अस्ट्रियन रहेछ, अहिले मान्छेहरूले चाहिँ धेरै भन्दै अस्ट्रेलियन बनाएको रहेछ है। हामी छौँ यहाँ बेस क्याम्पमा, हामी मार्दी जाँदैछौँ। अब हाम्रो यहाँबाट अर्को डेस्टिनेसन भनेको फरेस्ट क्याम्प कि हाई क्याम्प हुन्छ। हामी कति हिँड्न सक्छौँ त्यसमा डिपेन्ड हुन्छ। हिजो हिँडेको गाइस चिसो छ, बबाल हावा आइरहेछ है, रमाइलो छ ठाउँ, बाटो एकदम दामी, ट्रेकिङ एकदम राम्रो छ, रुटहरू ट्रेक साइडहरू। पोखराबाट आउँदाखेरि चाहिँ बाटो गाडी एकदम रफ बाटो चाहिँ कच्ची छ। बाइकहरूमा आउनेले चाहिँ एकदम सेफ्टी गियर्सहरू सबै लिएर आउनु। अब यहाँबाट माथिको जति छ हाम्रो ट्रेकिङ रुटहरू यसपछिको भिडियो बनाउँदै म हजुरहरूलाई जानकारी गरिहाल्छु। के छ दाइ हालको? सब ठिक छ। कस्तो भइरहेछ त? थकै लागिरहेछ। हामी अहिले प्रितम देउरालीमा आइपुग्यौँ। पानी राम्रो परिरहेछ, बाटो चाहिँ यस्तै छ, त्यस्तो नराम्रो बाटो छैन, ट्रेकिङको लागि ओके जस्तै बाटो छ, खुड्किलाएको एकदम दामी छ। हामी एकछिन यहाँ प्रितम देउरालीमा कुरिरहेछौँ। यहाँ राम दाइ हुनुहुन्छ, अर्को एकजना भाइ छ उता घुम्न गयो होला माथि। अहिलेसम्मको कस्तो छ दाइ? रमाइलो भइरहेछ। तिमीलाई कस्तो लागिरहेछ? मलाई त एकदम के भन्ने अब त्यो शब्दलाई बयानै गर्न सकिरहेको छुइनँ क्या भाइलाई। तर यो मौसम पनि राम्रै छ होइन, पानी परे भए पनि कस्तो भन्ने अब एडभेन्चरस छ नि त, दामी छ। गाइजहरू आउँदाखेरि हुन्छ अस्ट्रेलियन बेस क्याम्पबाट नेक्स्ट अर्को भनेको प्रितम देउराली नै छ। आएर बस्ने। आज चाहिँ यहाँको यो रेस्टुरेन्ट पनि बन्द रहेछ है, त्यही भएर आज हामी यहाँ बस्न पाइनौँ। बसे पनि अब बिहान भर्खर 10 बजे हामी माथि नै पुग्छौँ। आज कति माथिसम्म सक्छौँ त्यति जाने चाहिँ हाम्रो प्लान छ। ल सी यू, अर्कोमा फेरि म अपडेट गर्दै गर्छु। हामी अहिले लभली हिल आइपुग्यौँ। लभ डाँडा पनि भन्छ है, लभली हिल आइपुग्यौँ। अब हामी यहाँ खाना खाँदैछौँ। गाइजहरू खाना एकदम दामी देखिरहेछ है। कस्तो छ दाइ खाना? मिठो छ, दामी छ है। प्रितम देउराली पछिको चाहिँ स्टेसन हुने लभली हिल है। अब यहाँबाट हामी खाना खाएर आज लो क्याम्पमा बस्न जान्छौँ हामी। सी यू। हेलो। ए बल्ल हामी चाहिँ लभली डाँडा उक्लिँदैछौँ है। एकदमै गाह्रो छ गाइज यार। बिचमा हामी कुन ठाउँबाट माथि? लभली डाँडाबाट माथि होइन त्योभन्दा तलको हो। प्रितम देउरालीदेखि
लभली डाँडासम्म चाहिँ एकदम दामी छ गाइज मजाले त्यस्तो गाह्रो भएको जस्तो वे नै देखिँदैन तर प्रितम देउरालीदेखि लभली डाँडा हुँदै यो फरेस्ट क्याम्प जाने बाटो त डेडली छ डेडली गाइज तिम्रो खिच्यो अनि ठिक छ त हेलो यो ठाउँ चाहिँ लो क्याम्प जानेको एकदम वान अफ द एक्सट्रिम ट्रेक रुट रहेछ यार लास्टै गाह्रो ढुङ्गा त्यत्तिकै होइन खुड्किलाहरू ठुल्ठुलो भर्याङहरू छ एकदमै गाह्रो छ यार म घर जाने So how is the trip going? गोइङ गुड यार गोइङ गुड एकदम एक्सट्रिम नै भयो गाह्रो भयो पैताला सैताला दुखेर बिजोग भएको छ यार ओके तर यो चाहिँ अलिकति बादलहरू आइरहेको रहेछ है अहिले चाहिँ ए हुस्सु सरी माई ब्याड कुहिरोहरू लागेर चाहिँ अहिले चिसो तुवालो भन्छ तुवालो त 4 भएर चाहिँ तुवालो भयो होला 4 लाई चाहिँ तुवा यो त हुस्सु टाइपको भयो नि त नेपाली बिर्सिसकेको सबले दाइले त्यो चाहिँ घान्द्रुक गाउँ यहाँबाट ठ्याक्क देखिरहेको छ त्यहाँबाट तलको जुन यो तलको ट्र्याक देखिराख्नु भएको छ यो अन्नपूर्ण बेस क्याम्प रहेछ जुन तलबाट यसो नागबेली हुँदै आएको माथिल्लो क्याम्प पुन हिलको घान्द्रुकको क्याम्प रहेछ हामी अहिले फरेस्ट क्याम्प आइपुग्यौँ बिहान अस्ट्रेलियन बेस क्याम्पबाट जोसुकै हिँडे पनि उनीहरूको लास्ट डेस्टिनेसन टार्गेट भनेको बेलुका गएर बस्नको लागि भनेको चाहिँ हाम्रो लो क्याम्पै रहेछ अहिले हामी फरेस्ट क्याम्पमा आइपुग्यौँ अनि प्रितम देउराली बाटो ठाउँ पर्छ बिचमा अस्ट्रेलियन बेस क्याम्पबाट माथि प्रितम देउराली त्यहाँदेखि यहाँसम्मको बाटो चाहिँ एकदमै क्रेजी नै छ यार एकदमै वियर्ड भन्ने कि के भने तनावै लाग्ने छ तर त्यस्तो नराम्रो पनि छैन हिँडेर थकाइ लागेर होला अनि गेस्ट हाउस होटलहरू चिया खाने ठाउँ बाटोमा मस्त पाउनुहुन्छ तपाईँले फरेस्ट क्याम्पसम्मलाई है थ्याङ्क यू हेलो हामी फरेस्ट क्याम्प आइपुग्यौँ है अस्ट्रेलियन बेस क्याम्पबाट हामी प्रितम देउराली आयौँ त्यहाँबाट अनि खाना खानको लागि चाहिँ प्रायः सबैजना आउने ठाउँ हुने चाहिँ फरेस्टै रहेछ यहीँ क्याम्प नै रहेछ हामी चाहिँ आउँदा आउँदै प्रितम देउरालीबाट अलिकति माथि लभली हिल भन्ने ठाउँ रहेछ त्यहाँ आएर खाना खाएर अहिले यहाँ आयौँ अब यहाँबाट अर्को गन्तव्य हाम्रो लो हिल लो क्याम्प पर्छ अनि बाटो प्रितम देउरालीबाट चाहिँ अलिक गाह्रै बाटो छ जङ्गलको धेरै खुड्किला उक्लिनु पर्ने टाइपको होइन त्यस्तो छ जुत्ताहरू चाहिँ अलिक राम्रै खाले लाएर आउनुपर्ने रहेछ है त्यो चाहिँ अनि अर्को खुसीको कुरो चाहिँ मैले के देखेँ भने यहाँसँग चाहिँ क्युआर जहाँ पनि सपोर्ट गर्छ सो क्यासलेस भएर आए पनि केही फरक पर्दैन यहाँ तल हेर्नुहोस् त हाम्रो फरेस्ट क्याम्प हेलो एभ्रिवान आज हाम्रो ट्रेक मार्दी ट्रेकको डे 3 लो क्याम्पमा बेलुका बस्यौँ हामी त्यहाँबाट अहिले बिहान ब्रेकफास्ट खाएर हामी हाई क्याम्पतिर आइरहेका छौँ है तपाईँहरू देख्न सक्नुहुन्छ यो पोइन्ट भने चाहिँ अब हाई क्याम्प जाने एन्ट्री पोइन्ट जस्तो रहेछ जस अलिकति टपमा छ यहाँबाट अब हामी सिधै गएर आज हाई क्याम्पमा बस्छौँ अनि लो क्याम्पमा पनि होटलहरू टन्नै रहेछ होटलहरूको चाहिँ यहाँनिर आउँदाखेरि चाहे धामपुसबाट आउनुहोस् चाहे पोखरा यता काँडेबाट आउनुहोस् होटलको काहीँ केही समस्यै रहन्छ तर बिहानै तपाईँ अस्ट्रेलियन क्याम्पबाट हिँड्नु भएको छ भने तपाईँको लास्ट डेस्टिनेसन चाहिँ तपाईँले लो क्याम्पै बनाउँदा एकदम राम्रो तर यो ग्यापमा चाहिँ एकदम धेरै हिँड्नुपर्ने रहेछ लगभग हामी 12 घन्टा जति हिँड्यौँ हिजो है अनि बरु यहाँबाट चाहिँ 4-5 घन्टामा माथि हाई क्याम्प पुगिँदो रहेछ सो अहिलेसम्मको लागि यति नै फेरि भिडियोमा हाल्दै गर्छु हेर्दै गर्नु होला हामीलाई है ओके सी यू के रामदाई आउनुहुन्छ बिहान द क्यामेरा चाहिँ यो चाहिँ बिहान द क्यामेरा हामी पनि यहीँ छौँ ल हामी 3जना आएको छौँ गाइज है यहाँ चाहिँ घुम्नको लागि
अनि बिहाइन्ड द क्यामेराको मान्छे चाहिँ उहाँ नै हो है, आशिष भाइ है। सपक्क पारी पछ्यौ अहिले हामी बादल डाँडा आइपुग्यौँ है। बादल छ डाँडा। अहिले यो हुसुले छोपिया छ, एकैछिनमा खोल्ने एकैछिनमा बन्द हुने हुँदो रहेछ। तर भ्यू एकदम वन्डरफुल छ गाइज यार, एकदम दामी छ बादल डाँडा। अब हामी एकछिन यहाँ आराम गर्छौँ, एकछिन साथीलाई नि कुर्छौँ अनि हामीसँगै निस्किन्छौँ। क्रेजी भइरहेछ, क्रेजी। कता जाने त अब माथि जाने, एउटा अलिक टाढासम्म देखिने ठाउँमा गएर बसौँ न। राम्ररीले पनि देखिन्छ। आज सेफ हो, बिहान 7:30 भयो भने हामी त भ्यू पोइन्ट जाँदैछौँ। जाँदाखेरि एकदम ठुलो शीतलो हरेक जस्तो खाले के भन्ने अब त्यसलाई पुरै हिउँ हिउँ छ। असिना चाहिँ यहाँबाट अब हामीलाई भ्यू टावर जानलाई 1 घन्टा लाग्छ। त्यहाँबाट हामी बेस क्याम्प त्यसको 2 देखि 3 घन्टामा पुग्छौँ है। अब अरू भिडियो चाहिँ म भ्यू टावरमा पुगेपछि दामी भिडियो सक्दैन। ट्रेकिङ गयो भन्दा नि यो भ्यू पोइन्ट आउँदा झ्याला जाउँ अन्त।
यहाँ भ्यू पोइन्टमा चाहिँ चिया खाने ठाउँ रहेछ यहाँभित्र सानो होटल छ भित्र यस्तो छ यहाँ आगो बाल्ने आगो ताप्ने आशिष भाइ चिया खाँदैछ यहाँ मस्तसँगले यहाँ चाहिँ किचन चिया कफी सबै पाइन्छ यहाँनिर हस् धन्यवाद दाजु अब आज त खुल्दैन होला है दाइ हेत्तेरिका दिउँसो दाइ यहीँको हो बस्ने कहाँनिर यहाँ तल हाई क्याम्पतिर कि यहीँ हो ए अनि सामानहरू कहाँबाट लिएर आउने तलै घरबाट ल्याउँछु ए ए त्यस्तो हो तर यहाँ चाहिँ हाई लाग्यो भनेर मान्छेहरूले के भन्छ भने हजुर तपाईँको चाहिँ अब यो उनी छैन कि ट्रेकिङ लाइनको त जस्तो भनौँ न सत्य त बताउने कोही मान्छे पाइँदैन हो रहेछ ट्रेकिङ लाइनमा हामी पनि तलबाट आएको गेस्ट हाउसमा जुन होटलको मान्छेहरूले पनि होइन ठ्याक्कै एक्ज्याक्ट यो टाइममा पुग्छ भनेर कसैले नभन्ने क्या होइन अब नयाँ नयाँ अब गाइडहरू लिएर आएको मान्छेलाई त हो ल गाइडले त गाइड गर्दै हिँड्नुहुन्छ अब हामी नयाँ मान्छे होइन अब यहाँ आइसक्यौँ यसपछि त अब हामी कहिले आउँछौँ थाहै छैन नि तर एउटा बेस्ट रुट अब यसरी जानु यो गरेर जाऊ चाहिँ नभन्ने कसैले पनि किन दाजु त्यो चाहिँ यो यहाँ यस्तो कस्तो भन्दाखेरि यो तपाईँको जता पनि यहाँ मात्रै होइन जता मैले पनि देखेँ म नि पहिला ट्रेकिङ गाइड गर्थेँ यो हाम्रो म त पहिला 9 कक्षा पढेर छोडिदिएँ हजुर त्यस्तै त्यस्तै कामतिर हिँड्यो हामी उनीहरूलाई त माओवादी द्वन्द्व थियो नि त हजुर हजुर त्यो स्कुल छोडिएपछि अनि पछि फेरि लाइसेन्सको सिस्टम आयो लाइसेन्स सिस्टम आउँदाखेरि हामीले लान पाएन हजुर मैले डेन्जर ठुल्ठुलो ग्रुप लिएर जान्थेँ थाइल्यान्ड हजुर मेरो पुरै थाइल्यान्डको साथीहरू छ हजुर अनि अब यो तपाईँको यो मार्दी मात्रै होइन कि हर ठाउँमा के छ सबै कम्पिटिसन छ अनि सत्य त कसैले बोलिदिनु भन्दैन होइन के चिज लानुपर्छ हामीलाई के चिज पाइन्छ के चिज पाइन्न होइन अनि तपाईँको पोखराबाट मार्दी आउँदाखेरि सर्टकटमा आउने कति हुन्छ नि त मान्छेले सर्टकटमा आउनु खोजिने हुन्छन् हजुर यहाँ कस्तो देखियो भन्दाखेरि तपाईँको धम्पुसम्म बाइक राख्छ यहाँ आउँछ अनि साथीहरू यहाँलाई सिलिङ झरेर 1 घन्टामा पोखरा पुग्छ साथीहरू हिँड्दाखेरि 2 दिन लाएर धम्पुस गएर बाइक लाने त्यो भएर यो खर्चले पनि मेजमेन्ट गर्न सकिन्न अनि प्लस तपाईँको एउटा कुरो के छ भने यहाँ सत्यता भनेको तपाईँको कसैले पनि बोल्दिनँ है अनि मैले भन्छु माथि नजाऊ भनेपछि मैले सत्य त भने मसँग विरोधी हुन्छ नि पत्याउनु नि क्या मान्छेले यहाँ सत्य त के छ भने तपाईँको यो भ्यू देखिने भनेको तपाईँको ट्विम्पी बादल डाँडामा देखिने त्यही हो एउटै हो एउटै हो अनि यहाँ तपाईँ आउनुभयो यहाँसम्म ठिकै छ उपर भ्यू जाने ठिकै छ बेस क्याम्प जाँदा तपाईँले केही पनि देख्नुहुन्न त्यहाँ ढुङ्गामा एउटा लेखेको छ त्यसमा जाने फोटो खिच्ने म यदि हाइटमा पुग्यो त्यति मात्रै हो होइन अनि अब यो मान्छेले अहिले लेक लगायो भनिदिन्छ साँच्चै लेक लाग्ने चाहिँ कस्तो बेला हुन्छ रे दाजु एकचोटि फेरि भन्नु कार्तिकमा तपाईँको यो फुलहरू यहाँ माथिको फुल जति सबै फुलेको हुन्छ बुझिएको के हर कुरा हुन्छ यसभित्र होइन तपाईँको यो नाङ्गो डाँडाबाट माथि फुल्ने चिजहरू तपाईँको असोज कार्तिकमा फुल्ने हो होइन नाङ्गो डाँडाबाट तल जङ्गल लगाएपछि चाहिँ चैते वैशाखमा फुल्ने बल्ल अब हो भनेपछि हामीलाई तल हाइटमा तपाईँ जस्तो तपाईँको
जङ्गलमा लाउने त्यो फुल फुल्नेहरूले हामीलाई केही पनि गर्दैन केही गर्दैन जस्तो नाङ्गोमा फुल्छ हजुर त्यसले हो तपाईँहरू नाङ्गो डाँडामा जहाँ जहाँ जस्तो जस्तो फुल फुल्छ तिनीहरूले चाहिँ हामीलाई लेक लगाउने हाई लगाउने हुन्छ अब बिख फुलेको हुन्छ हजुर होइन हजुर अनि हर कुराहरू फुलेको हुन्छ त्यसको स्मेलले तपाईँलाई चाहिँ ए सुन्ने तरिका शक्तिहरू हुन्छ नि त्यसमा गएर नाकमा धेरै जाने अनि त्यसले टाउको धुने वकअप आउने बान्द आउने होइन कोही त गाह्रै नै हुनसक्छ त्यो होइन माथि आउने होइन अब मान्छेले त ट्रेनिङ पनि छ नि त यहाँ हजुर यसको ट्रेनिङ पढेर पनि पाउनु सक्नुहुन्छ तपाईँले ए त्यसमा चाहिँ हाइटमा आउँदाखेरि तपाईँहरूले चाहिँ अलिक राम्रो राम्रो ग्लोभ्सहरू लिएर आउने होइन अनि हाम्रो तपाईँको चाहिँ लो क्याम्पतिर तपाईँको फरेस्ट क्याम्पतिर आउँदाखेरि तपाईँलाई टाउको नै दुख्दैन होइन केही पनि हुँदैन क्या जब हाइक्याम्प आउँछ हाइक्याम्पबाट माथि किन टाउको दुख्छ भन्दाखेरि मान्छेले लेग लगाएको हुन्छ त्यो एकदम झुटो झुटो तपाईँ हाइक्याम्पमा आएपछि के हुन्छ लास्ट डे हुन्छ हजुर होइन भोलि बिहान भ्यू पोइन्ट जाने भन्ने हुन्छ टार्गेट बेस क्याम्प जाने हुन्छ हजुर तपाईँ 10 बजीसम्म सुत्नुहुन्न हजुर बिहान 2 बजी मान्छे उठेर हिँडिन्छ अनि हिँडेपछि तपाईँलाई अभ्यास लाग्छ अनि आँखा पक्छ निन्द्रा लाउँछ झ्याउझ्याउ हुन्छ आराम पनि भएन आराम पनि भयो अनि खानाको समस्या भएर अनि त्यो कारण तपाईँलाई टाउको साउको दुखेपछि अनि मान्छेले के भरम गरिन्छ लु मलाई लेट लाग्यो त्यो होइन तर लेक लाग्ने मेन सिजन चाहिँ असोज कार्तिकमा जब फुलहरू नाङ्गो डाँडामा चाहिँ फुलहरू फुल्छ त्यति बेला निलो फुल फुलेको हुन्छ यो माथि त खतरा हुन्छ नि त हरियो हुन्छ जे कुराहरू नि अनि त्यसबाट फुल्ने नि यो तपाईँको हिमाली भेगमा चाहिँ असोज कार्तिकमा मात्रै फुल्ने हो देख्नुभयो तपाईँको यो नाङ्गो डाँडा माथि गुरस फुलेको देख्नुभयो कतै छैन तल मात्रै छ अनि यस्तो घरबाट आउँदाखेरि अब जस्तै अब सबैजना त औषधिहरू बोकेर नआएका होला होइन अब लेक लाग्न लाग्यो अथवा लेकै लाग्यो असोज कार्तिकमै आउँदा नि लेक लाग्यो भने के खानेकुराहरू बोकेर आउँदा चाहिँ लेक लाग्यो भएको ठाउँमा चाहिँ तपाईँहरूले आएर होटलतिर भन्ने होइन अब हामीसँग नि यहाँ लेक लागेर त भन्यो भने हामीसँग लोकल दबाईहरू अदुवा हुन्छ लसुनहरू च्याप्ने होइन अनि पानी बढी खानुहुन्न कि ए तातो पानी बढी खायो भने झन् बान्दा गरिन्छ तपाईँलाई त याद पनि भएको कुरा होला रेस गर्ने तपाईँले यहीँ हाई लाग्यो भने तलमाथि कतै नजाने कि ठ्याक्क सेफ्टी त हुनु पऱ्यो नि यहाँ तल जाँदाखेरि तपाईँलाई होटेलमा अप्ठ्यारो भयो भने त्यहाँ चल्ने लड्ने टेन्सन हुन्छ जहाँ तपाईँ मान्छे छ त्यहाँनिर ठ्याक्कै बस्ने बरु यस्तैमा बस्ने सुत्ने नुन पानी खाने होइन लसुन पानीहरू खाने तपाईँलाई आराम हुन्छ अनि बिस्तारै कुलियो चिजहरू अलिक बढी खानुपर्छ माथि चक्लेटहरू होइन अनि बिहान निक्लिपेटमा नखाने बिहान यतिखेर तातो पानी खाएपछि अनि कालो चिया खाने मान्छे कफी भन्छ है कफीले पनि तपाईँको ग्यास्ट्रिक गरेर बनाएको है अनि कोहीले चिनी नहालिकन तितो खाइदिन्छन् कोहीले चिनी हालेर खान्छन् खास माथि आएपछि अलिअलि चिनी हालेर खाने त्यो गरे पनि धेरै हुन्छ तर यहाँ त मैले तपाईँहरूले भने जस्तो तपाईँहरू पनि झुक्किनु भएछ म पनि पहिला ट्रेकिङ जानु त्यस्तै हुन्थ्यो यो त तपाईँको एबिसी जानेवाला फर्स्ट जानेवाला मसँग 14-15 जना थियो ट्रेकिङहरू खाइदिनेहरू त्यहाँबाट यस नो नो त्यहाँबाट गएँ हजुर यो छुनुङबाट तल आउने बेलामा चेकपोस्ट हुन्थ्यो त्यहाँ त्यति बेला त लाइसेन्सको थिएन सानो एउटा अफिसले लिस्ट दिन्थ्यो त्यसमा जान्थ्यौँ हामी माथि गएपछि एकैचोटि 6-7 जना बिरामी भयो अनि कता लाने है हेलीले भन्यो भने 1.5 लाख भन्छ अनि तिनीहरूलाई फर्काएर तिनीहरूलाई त्यहीँ राखेर एकजना मान्छेलाई चाहिँ दिनको 1500 पैसा दिएर तँलाई यहाँ कुरेर बस खाजा बुझा यहाँ छ झोलामा निकालेर दे म यिनलाई पुऱ्याउँछु भनेर छुमुङ डाँडा निकालेर छुमुङ डाँडा होटलमा राखेर फेरि फर्केर एबिसी गएर फर्का ट्रेनिङ लिएर आउँछ तपाईँको चाहिँ लोकल घर चाहिँ कता यही नै हो कि सिलिङ नै हो नाम के हजुरको मेक कति वर्ष गाइडिङ गर्नुभयो मैले 6 वर्ष जति गरेँ अनि त्यसपछि यहीँ चिया पसल खोलेर बस्नुभयो कि चिया पसल त मैले गरेको त तपाईँको 1 वर्ष नि भयो होइन यार हाम्रै गाउँले काकाले गर्नुहुन्थ्यो चिया काका भन्नुहुन्छ त्यो युट्युबतिर नि हेर्नुहुन्छ उहाँले अब भँडासोडा दुख्यो म सकिएन भनेर उहाँ छोड्नु भएर मैले गरेको अब यो पनि यहाँ बनाउनेहरू पनि अब यसरी तपाईँहरूलाई चिया पकाएर दिनु पनि हुन्न क्या विवाद हुन्छ अब यहीँ हेर्नुहोस् न पहिला एउटा थियो अहिले 9-10 वटा छन् है अनि अब यो भ्यू कति राम्रो थियो अहिले पुरै टरै बनाएर पुरै हिमालय छिर्नु भएछ अब हाम्रै काकाले बनाउनु भएको अब यहीँबाट डाइरेक्ट देखिन्थ्यो अब यस्तै ठाडो बनाइदिएछ के त छ भन्नै पर्छ बाध्य त्यो हुँदाखेरि यो पनि अब हामीले लगभग अब अर्को सिजनमा तपाईँहरूले देख्नुहुन्छ हामी त्यो हटाइसकेका छौँ अब एउटा मात्रै बन्छ अनि तपाईँको समुदाय बन्छ अनि सबै तपाईँहरू आउँदाखेरि पनि अलि ठुलो हल बन्छ भित्रै बसेर खाने बन्छ आगो हुन्न
होइन चिनबाट भुसे चुल्लो टाइपको भुसी चुलो टाइपको बनायो भने त्यस्तो बनाइन्छ सकेसम्म आगो चाहिँ साउन्डबाट कतिबाट चाहिँ माथि भन्दै भने के इलेक्ट्रिक हो सबै इलेक्ट्रिक त पाउने चान्सै भएन अनि कसरी आगो बन्द भने आगो भनेको अब ग्यासबाट होला ग्यासहरूबाट त्यो उपाय भनौँ भने हामीले यहाँ सबै मिलेर तपाईँले यहाँसम्म लिएर आउने सबै खचडबाटै लिएर आउने कि बोकेर लिएर हामी आउने त भाइकेमसम्म खचरले ल्याउँछौँ हजुर हामीलाई त त्यतिसम्म चाहिन्न हजुर हामी त अलिकति कफी अब यहाँ हामीले दाल भातहरू यताउता खाना बनाउन त्यही इमर्जेन्सी पऱ्यो कि तपाईँहरू जस्तै मान्छेहरूले लु गरिदिनु पऱ्यो भन्ने मात्रै हो नत्र हामीले यहाँ मान्छे राख्न पनि पाउन्न कफी चाउचाउ अन्डा सन्डा यसो बिहानको नास्ताहरू मात्रै गरिदियो 10 बजेपछि खालि हुन्छ भ्यू हेरेर ओर्लिहाल्ने सबैजना त्यही भएर प्रायः जस्तो मान्छेले माथि टेक अब भनौँ न हर ठाउँमा टेकमा जाँदाखेरि हामीलाई फर्स्ट चाहिँ मेन त्यही अनुसारले चाहिँ सोचमा धेरै परिवर्तन हुनुपर्छ सत्य त मान्छेबाट चाहिँ अलिकति ज्ञान लिएर हिँड्दा यहाँ हामी सेकेन्ड भ्यू पोइन्टमा आयौँ टपमा दाहिने र देब्रे हेर्नु गाइस म राम्रोसँग मैले तल पनि हेर्न सकिरहेको छुइनँ है यता पनि हेर्नुहोस् एकदम चिप्लो छ हिउँ नै हिउँ छ कहीँ खुट्टा टेक्ने चिप्ल्यो भने गयो गाइस यहाँबाट अब यहाँबाट खास हामी बेस क्याम्प जानुपर्ने हो बेस क्याम्प जाने बाटो अब यो पिकबाट माथि जाने कुनै बाटै छैन ढुङ्गै ढुङ्गा छ यस्तो चिप्लो बाटो यस्तो ढुङ्गा छ गाइस है यहाँ यसो गल्तीले टेक्यो भने चिप्लेर सर्लाको तल पुगिने खाले छ यो पनि आधी गाडिन्छ त्यही भएर बेटर आजको लागि अथवा अबको 1-2 दिनसम्म यदि कोही आउँदै हुनुहुन्छ भने भ्यू पोइन्ट अथवा यो सेकेन्ड भ्यू पोइन्टसम्म आउनु होला यहाँभन्दा माथि जाने बाटै छैन हिजो बेलुका हामी बेलुकै भ्यू पोइन्टसम्म आएको 11 बजे होटलमा आइपुगिसकेको थियौँ दिनभरि के गर्ने भनेर माथि आएको असिना पानी हिउँ एकदमै धेरै पर्यो भएर हामी बिच बाटोबाटै फर्केको थियौँ फेरि हामी आज अहिले पनि आयौँ तर यहाँबाट माथि बेस क्याम्पसम्म जाने अहिले बाटो नै छैन नो वे कतै पनि नजानु होला यहाँसम्म पनि भ्यू एकदम राम्रो देखिन्छ बेस क्याम्पमा जाने भने माथि त्यो बोर्डको अगाडि गएर मारुति बेस क्याम्प भनेर फोटो खिच्ने मात्रै रहेछ त्यता नगएको राम्रो भ्यूहरू हेर्नको लागि यहाँबाट र बेस क्याम्पबाट देखिने भ्यू एउटै हो रे है मैले यहाँ गाइड दाइहरूलाई सोधेको त्यही भएर अब 1-2 दिनको लागि जबसम्म यहाँ हिउँ कम हुँदैन तबसम्म चाहिँ बेस क्याम्पतिर नजानु होला है आज मारुति ट्रेकको अब भिडियो यति नैसम्म सी यू गाइस आउनु होला एकचोटि चाहिँ रमाइलो छ हेलो यो आज हाम्रो 4th डे बिहान ब्रेकफास्ट भर्खर मारुति ट्रेक माथि हाई क्याम्पबाट भ्यू पोइन्ट होइन हाई क्याम्पबाटै भ्यू पोइन्ट गएर आएको छौँ ल ब्रेकफास्ट यस्तो छ गाइसहरू है सबैजना इन्जोय गरिरहेछ आउनु होला यहाँनिर होटलको नाम के रे दाइ भनिदिनु त साउनीलाई नै सोधौँ न के रे साउनी होटलको नाम तपाईँको भनिदिनु त होटल म्याजिक माउन्टेन लगाइदिनु होला है आउँदाखेरि यहाँ दिदीकोमा राम्रो छ हस्पिटालिटीहरू